साथीहरू तपाईँहरू नेपाल हुँदा पक्कै पनि एउटा यस्तो चिया पसल थियो जहाँ तपाईँहरू घन्टौँ चियासँगै साथीहरूसँग गफिनुहुन्थ्यो। तर अहिले न ती साथीहरू छन्, न चिया छ, न त त्यो पसल नै छ। छ त केवल सम्झनाहरू मात्र। तर साथीहरू त्यही चिया, त्यही पसल अनि तिनै साथीहरू नभए तापनि लन्डनको हुलिजमा त्यस्तै किसिमको माहौल भने छ है। हुलिजमा रहेको नमस्ते डीमा नेपालमा तपाईँहरूले जम्माउने चिया पसल जस्तै माहौल छ। साथीभाइहरू भेला हुने, चिया पिउने अनि रमाइलो गफ गर्ने। यहाँ चटपटे, मोमो, चाउमिन लगायत धेरै परिकारहरू छन्। चिया त हुने नै भयो। नमस्ते डीको ओनर हाम्रो कपुर दाई एकदमै रमाइलो, सहयोगी अनि सबैसँग घन्टौँ गफ गर्ने हुनुहुन्छ। दाईलाई किन चिया पसल खोल्नुभयो भनेर सोधिरहेको हुन्छु। दाईले भने नेपालको याद आउनेलाई यहाँ आफ्नै ठाउँ जस्तो बनाइदिऊ न भनेर भन्नुहुन्छ। यहाँ तपाईँहरू चिया मात्र होइन, यहाँ माया, सम्झना र नेपाल भेट्नुहुनेछ। यदि तपाईँ लन्डनमा हुनुहुन्छ भने एकपटक आउनुहोला। नमस्ते डी रहेको ठाउँ हुलिजको डिआलआर ट्रेन स्टेसनको ठ्याक्कै पारिपट्टि रहेको छ। यहाँ चियासँगै नेपाल भेट्नुहुनेछ। धन्यवाद।